हेलो नमस्ते एभ्रिवान अहिले यो एकदमै इम्पोर्टेन्ट र अर्जेन्ट मेसेज हो प्लिज सकेसम्म धेरैजनालाई पुर्याइदिनु हुन म सबैजना अनुरोध गर्छु हैन अहिले हाम्रो नेपालमा अहिले तपाईको यो एकदम हेभी रेनफल भएर तपाईको धेरैजना हाम्रो चाहिँ स्ट्रान्डेडहरु मान्छेहरु चाहिँ तपाईको धेरैजना चाहिँ रोकिएको छन् बाटोमा अड्केको छन् हैन यसमा कति एम्बुलेन्सहरु छ होला यसमा कतिजना अब अड्केको होला त्यहाँ खाना छैन होला त्यहाँ धेरै कुराहरु छैन होला हैन कतिजनालाई तपाईको रेस्क्यु गरेर दुई तीनवटा ठाउँमा पनि ल्याउनु भएको छ म हजुरहरु सम्पूर्ण नागरिकलाई चाहिँ मलाई हजुरहरुको सहयोग चाहिएको छ हैन त्यही भएर अहिले चाहिँ तपाईको अवस्था के छ भन्दा सिन्स हाम्रो सरकार तपाईको अब जनताको सरकार भएर कतिवटा तपाईको वडा नगरपालिकामा तपाईको मेयरहरुले अलिक कोअपरेसन नगरेको हामीले भेटायौं हैन धेरै ठाउँमा तपाईको जुन चाहिँ ठाउँमा चाहिँ हाम्रो निषेध अब त्यो धेरै बाटोहरु रोकेको छ नि त किनभने पहिरोहरु गएको र अनि त्यहाँ धेरैजना मान्छेहरु चाहिँ अड्केको छन् त्यसमा एम्बुलेन्सेसहरु छ होला कतिजना क्रिटिकल कन्डिसनमा पनि होला हैन त्यही अनुसारमा चाहिँ हामी बिहानदेखि नै यो रेस्क्यु र यसको मिसनको लागि भनेर चाहिँ हामी यहाँ एनडीडीआरएमए गृह मन्त्रालयको अन्तर्गतमा भएको कार्यालयमा हामी आज रातभरि नै काम गर्छौं र हामी नेपालको पनि सबै 92 च्याप्टर चाहिँ अन गरेर तपाईको सबै भलन्टियर्सहरुलाई डिप्लोय गरिसक्यौं फिल्डमा हैन तर हजुरहरुको के सहयोग चाहियो भन्दाखेरि चाहिँ यो भिडियोहरु त्यो जो मान्छेहरु तपाईको बाटोमा अड्किनु भएको छ प्लिज तपाईहरुले यो भिडियो हेरिराख्नु भएको छ भने हाम्रो एउटा नम्बर दिन्छौं हामीले नम्बर के पो हाम्रो यो एनडीडीआरएम को नम्बर कति हो 1149 मा तपाई प्लिज कल गरिदिनु होला तपाईहरु त्यहाँ स्ट्रान्डेड हुनुहुन्छ कुनै बाटोमा तपाईको अड्किराख्नु भएको छ भने त्यसको हामीलाई चाहिँ एम्बुलेन्सहरु त्यहाँ कति छ अनि कुन ठाउँमा छ यो चाहिँ चाहियो अनि हामीलाई त्यसको जीपीएस कोअर्डिनेट्सहरु चाहियो अहिलेसम्म तपाईहरुले जति पनि देख्नु भएको छ हेलिकप्टरहरु धेरै जस्तो मन्त्रीहरु घुम्न सुन्न यताउतिहरु युज भएको छ तर अहिले हामीले के गृह मन्त्रीसँग मिलेर हामीले के काम एउटा गरिरहेका छौं भन्दाखेरि यो हेलिकप्टर्सहरु चाहिँ अब चाहिँ रेस्क्युको लागि रेस्क्युको लागि युज हुन्छ र हाम्रो फर्स्ट प्रायोरिटी भनेको चाहिँ तपाईको के हुन्छ भन्दा यो एम्बुलेन्समा अड्केको मान्छेहरुलाई सही सलामत हस्पिटल पुर्याउने र साथै त्यसको नजिकको एरियाहरु तपाईको कुनै ल्यान्डहरु छ खाली ल्यान्डहरु छ भने प्लिज त्यसको जीपीएस कोअर्डिनेट्स पनि पठाइदिनु होला जहाँ चाहिँ हेलिकप्टर ल्यान्ड गर्न सक्छ है अनि यो ठाउँहरुमा तपाईको धेरै जस्तो देखिम हामीले चाहिँ मुङलिङ पोखरामा तपाईको 725 वटा तपाईको गाडी अड्किरहेछ हैन उहाँहरुसँग यो भिडियो पुग्यो भने प्लिज त्यहाँ कुनै एम्बुलेन्सहरु अड्केछ भने कसैलाई एकदमै गाह्रो परिरहेछ भने हामीलाई यो अघि भनेको नम्बरमा प्लिज कल गरिदिनु होला हैन त्यो विपदको हुन्छ हामीहरु पनि यही छौं हैन मुङलिङ टु काठमाडौँ तपाईको 965 नम्बरको तपाईको गाडीहरु त्यहाँ अड्केको छ हैन अनि यो सबै हुँदै गर्दाखेरि जहाँ अड्किनु भएको छ तपाईको त्यहाँको नगरपालिकाहरुलाई नोटिस पठाइसकेको छ त्यहाँ तपाईहरुलाई खानाको व्यवस्थाहरु तपाईको त्यहाँ गाह्रो भयो भने केही समस्याहरु अनि यो सबै नोटिस पठाइसकेको छ तर उहाँहरुको अलिक कोअपरेसन हामीलाई राम्रोसित आएको छैन भन्ने हामीले बुझ्यौं है त्यही भएर हजुरहरुको सबैजनाको साथ सहयोग चाहिरहेछ हामीलाई अर्को कुरा भनेको तपाईको बल्खुबाट रेस्क्यु भएर चाहिँ तपाईको चाहिँ भीएस निकेतनमा लगभग 100 जना जति हुनुहुन्छ त्यहाँ तपाईहरुले कसैले खाना पुर्याउन सक्नुहुन्छ प्लिज तपाईले पुर्याइदिनु होला यो 3 दिनको लागि चाहिँ हामीलाई एकदम गाह्रो हुने बेला छ अनि जनविकास माविमा तपाईको 280 जना हुनुहुन्छ तपाईहरुसँग कसैसँग खानाहरु केही छ भने प्लिज त्यहाँ तपाईहरु सहयोग गरिदिनु हुन म हजुरहरु सबैजनालाई अनुरोध गरे विनम्र अनुरोध गरे हैन साथै तपाईको यसमा चाहिँ के छ भन्दाखेरि तपाईको 3 दिनको लागि चाहिँ हामीले एकदमै यसलाई चाहिँ सिरियसली लिने भएको छौं किनभने धेरै जोखिम एरियाहरु छ कुनै इन्फर्मेसनहरुसँग छ जहाँ चाहिँ खोला एकदम बढेको छ कहाँ रेस्क्यु चाहिन्छ भने त्यो अगाडि नै हामीलाई इन्फर्म गरिदिनु त्यहाँ ताकि हामीले त्यहाँको एरिया मान्छेहरुले त्यहाँको भएको मान्छेहरुलाई चाहिँ इभ्याकुएट गर्न सकौं है यसमा तपाईको हेलिकप्टरहरु प्राइभेट हेलिकप्टर्सहरु पनि सबैजना स्ट्यान्ड बाइमा हुनुहुन्छ हामीले उहाँहरुसँगै कोअर्डिनेसन गरिसक्यौं नेपाल आर्मीहरु पनि उहाँहरु सबैजना स्ट्यान्ड बाइमा हुनुहुन्छ हैन अनि साथै तपाईको त्यहाँ जहाँ एम्बुलेन्सहरु छ जहाँ बर्थिङ सेन्टर जहाँ चाहिँ एम्बुलेन्समा तपाईको कसै प्रेग्नेन्ट भएर तपाईको आउनु भएको होला त्यहाँको तपाईको माथिल्लो त्यो वडाको तपाईको बर्थिङ सेन्टरहरुलाई हामीले इन्फर्म गरिसक्यौं इन केस इन्फर्म भएको छैन अर्जेन्ट रेस्क्यु चाहियो भने प्लिज त्यो नम्बरमा कन्ट्याक्ट गरिदिनु होला हैन अनि विमानस्थल बाढी पहिरोको तत्काल हेलिकप्टर उद्धार गर्ने हजुर अनि यो हेलिकप्टरहरु सबै त्यहाँ उद्धार हुनलाई सबै रेडी भइसक्यो विद्युत व्यवस्था राजमार्ग रोकिएको सवारी साधन सडकको मौसम अवस्था अनुसार हजुर अनि त्यसपछि हामीले चाहिँ अर्को एउटा के प्लान गरेका छौं भन्दाखेरि जहाँ अड्केको छ त्यहाँ तपाईको खानाहरु त हुँदैन गाह्रो पर्छ त्यहाँ मान्छेहरुलाई हैन त्यही भएर चाहिँ तपाईको त्यहाँको वडाको माथिल्लो वडालाई चाहिँ तपाईको वडा र नगरपालिकालाई चाहिँ एउटा विपद व्यवस्थापन फन्ड गएको हुन्छ त्यो फन्डको अन्तर्गत चाहिँ तपाईको त्यो भएको मुनिको मान्छेहरुलाई चाहिँ उहाँहरुले रेस्क्यु गर्दै र कुनै सेफ ठाउँमा लगिदिनु होला नत्रभए तपाईको खानाहरु उहाँहरुलाई प्रोवाइड गर्दिनु होला जनता तपाईहरुको पनि हो हैन पार्टी भन्दा अलि माथि बसेर सोच्नु पर्यो हामी सबैजनाले हैन भलै तपाई कुनै पार्टीमा होला हैन
तर मान्छे त बन्न सिक्नुपर्छ नि हामीले पनि होइन। त्यही भएर हामी बिहानदेखि यसमै लागिरहेको छौँ। हामीले यहाँ सिचुएसन रुममै हाम्रो हुन्छ, हाम्रो एउटा टिम बल्कु पनि गइसकेको छ। अनि हजुरहरूसँग कसैसँग तपाईँको बोटहरू छ होइन, ठुल्ठुलो रेस्क्यु बोट्सहरू छ र तपाईँहरू नेपाल सरकारसँग अरू हामीहरूसँग तपाईँको समन्वय गरेर नेपाली जनताहरूलाई राहत दिन चाहनुहुन्छ, रेस्क्यु गर्न चाहनुहुन्छ, प्लिज डु कन्ट्याक्ट अस। कुनै ठाउँमा एक्सिडेन्ट भयो भने पनि त्यो पनि तपाईँको हेलिकप्टरद्वारा उद्धार हुन्छ अब चाहिँ है। यो हाम्रो सरकार हो, त्यही भएर हामीले म्याक्सिमम रिसोर्सेस युज गरेर चाहिँ हाम्रो आफ्नो जनताहरूलाई चाहिँ हामी रेस्क्यु गर्ने चाहिँ हाम्रो प्लानिङ छ। यसमा हाम्रो गृह मन्त्रालयदेखि सबैजना हामी समन्वय गरेर अहिले हामी सिचुएसन रुममै छौँ र सबै कुरा हामीहरू आजको रातिको तपाईँको लाइभ हुन्छ, के भइरहेछ तपाईँहरूले देख्न सक्नुहुन्छ हामीलाई चाहिँ। प्लिज यो भिडियो सकेसम्म धेरैजना माझमा पुर्याइदिनु होला। धेरै जस्तो चाहिँ तपाईँको कसलाई भन्दाखेरि यो बाटोमा अड्केको मान्छेहरूलाई चाहिँ पुर्याइदिनु होला, किनभने उहाँहरूको धेरै बिजोग हुनेवाला छ। त्यो बिजोग हुनुभन्दा अगाडि नै हामी त्यहाँ पुग्नु जरुरत छ है। त्यही भएर थ्याङ्क यू सो मच। प्लिज यो भिडियो चाहिँ सेयर गरिदिनु होला है।